हेलो एभ्रिवान, आज चाहिँ गर्मी बिदाको मौकामा म कता कता जाँदैछु भनेर सबै देखाउँछु है त। अनि बाटोमा चाहिँ मलाई साह्रै गर्मी भएर यस्तो पानीले सेक्दै गएको थिएँ। अनि हामी चाहिँ एउटा झरना हेर्न गएको थियौँ। लास्टमा त्यो झरना चाहिँ रहेनछ। त्यो झरना चाहिँ सुकिसकेको रहेछ, पानी एक दुई थोपा मात्रै आइरहेको। त्यसपछि हामी त्यहाँबाट फर्क्यौँ अनि हेउँदे बिच गयौँ। हेउँदे बिचमा चाहिँ कति धेरै मान्छेहरू गर्मी बिदामा प्रायः सबै कहाँदेखि यहाँ आउनुहुने। अनि हामीलाई चाहिँ भोक लागेर नेपाली रेस्टुरेन्ट गयौँ। त्यहाँ चाहिँ हामीले मिठो मिठो मोमो समोसा खानाहरू खायौँ। अनि एकदमै नेपाली खाना पाएर मुड त कति राम्रो भयो। अनि त्यसपछि हामी गयौँ साथीकोतिर। अनि साथीले पनि अझ ढकलो बनाइरहेको रहेछ खाँदा हामी त। त्यसपछि सबैजना रेडी भयौँ। मैले पनि ड्रेस चेन्ज गरेँ। अनि हामी चाहिँ कहाँ जाँदै थियौँ अब ग्रुपमा भने वाङरिङसान जाँदै थियौँ। त्यो चाहिँ बुसानको माथि डाँडामा हो। त्यहाँदेखि चाहिँ बुसानको सबै भ्यू देखिन्छ। अनि नाइट भ्यू हेर्नलाई एकदमै रमाइलो हुन्छ। यहाँ चाहिँ हामी पहिले पनि गइसकेका थियौँ। यो चाहिँ हाम्रो सेकेन्ड टाइम थियो। तर यहाँ चाहिँ जति गए पनि जान मन लागिरहने क्या एकदमै। अनि मेरो चाहिँ 12 बजे बर्थडे थियो। अनि सबैजनाले मलाई ताली बजाएर ह्याप्पी बर्थडे भनेर विस गरे। यसो चाहिँ हामी सबैजना हाम्रो घरतिर आयौँ।